सिधै विषयवस्तुमा प्रवेश गरौँ। आजको यस विश्लेषणमा प्रारम्भिक बाल विकासको एउटा अत्यन्तै चाखलाग्दो विषयमा चर्चा गर्दैछौँ। साना बालबालिकाको शैक्षिक तयारी र उनीहरूको भावनात्मक नियमनलाई कसरी एकैसाथ अगाडि बढाउने। यो साँच्चै नै एउटा महत्त्वपूर्ण चुनौती हो। यहाँ प्रस्तुत सामग्रीहरूले समग्र बाल विकासका सबै क्षेत्रलाई जोडेर पाठ्यक्रम र दैनिक योजना कसरी निर्माण गर्ने भन्नेबारे एकदमै प्रभावकारी प्रशिक्षण दिन्छन्। अब एउटा मुख्य प्रश्न आउँछ, शिक्षकहरूले कसरी सामाजिक सिप, सुरक्षाका मापदण्ड र भावनात्मक नियमनलाई एउटै दिनको तालिकामा सहजै समावेश गर्न सक्छन्? सुन्दा अलि गाह्रो लाग्न सक्छ, होइन र? दर्जनौं विशिष्ट कोड र सिपहरूलाई एउटा स्पष्ट, व्यवस्थित र कार्यान्वयन गर्न सकिने दैनिक दिनचर्यामा कसरी ढाल्ने? यही प्रश्नको उत्तरले नै प्रभावकारी सिकाइको वास्तविक आधार तय गर्छ। यस विश्लेषणको मार्गचित्र एकदमै स्पष्ट छ। हामी समग्र विकास दृष्टिकोणबाट सुरु गर्दै मुख्य पाठ्यक्रमको अभ्यास, सकारात्मक भावनाको पोषण, नकारात्मक भावनाको व्यवस्थापन हुँदै अन्त्यमा दैनिक योजनाको संश्लेषण कसरी गर्ने भन्ने कुरासम्म पुग्नेछौँ। खण्ड 1, समग्र विकास दृष्टिकोण र यसमा विषय र भावनाहरूको संयोजन। वास्तविक र पूर्ण प्रारम्भिक बाल विकास कस्तो देखिन्छ भन्ने आधारबाटै कुरा सुरु गरौँ। यो भनेको केवल अक्षर चिनाउने कुरा मात्र पक्कै होइन। समग्र प्रारम्भिक बाल विकास भनेको स्वास्थ्य र संस्कृति जस्ता मुख्य विषयहरूलाई भावनात्मक बौद्धिकताका रणनीतिहरूसँग जोड्ने एउटा एकीकृत प्रक्रिया हो। यसरी समग्र दृष्टिकोण अपनाउँदा साना सिकारुहरूले व्यावहारिक जीवनोपयोगी सिपहरू मात्र सिक्दैनन्, जीवनमा आइपर्ने विभिन्न उतार चढाव, सामना गर्न चाहिने आन्तरिक भावनात्मक व्यवस्थापन पनि सँगसँगै सिकिरहेका हुन्छन्। खण्ड 2, मुख्य पाठ्यक्रमको अभ्यास, जसमा सामाजिक, स्वास्थ्य, सुरक्षा र संस्कृति जस्ता कुरा पढ्छन्। यहाँ साँच्चै नै रोचक कुरा के छ भने शैक्षिक र व्यावहारिक पाठ्यक्रमलाई अत्यन्तै विशिष्ट कोडहरूमा व्यवस्थित गरिएको छ। यसले गर्दा सिकाइलाई नाप्न र ट्र्याक गर्न निकै सजिलो हुन्छ। यहाँ देखाइएका उदाहरणहरूले पाठ्यक्रमका 4 मुख्य स्तम्भहरूलाई उत्कृष्ट रूपमा चित्रण गर्छन्। आधारभूत सरसफाइदेखि लिएर सांस्कृतिक सम्मानसम्मका कुराहरूलाई यसमा समेटिएको छ। जस्तै शोक 001 ले बाँड्ने बानीलाई जनाउँछ भने साफ 011 ले भूकम्प सुरक्षालाई। प्रत्येक गतिविधिलाई यसरी नै स्पष्ट कोड र उद्देश्य दिएको छ। यी पाठ्यक्रमका कोडहरू कति विस्तृत रूपमा तयार पारिएका छन् भन्ने कुरा एकदमै ध्यान दिन लायक छ। द्वन्द्व समाधानदेखि विद्युतीय सुरक्षासम्मका कुराहरू यसमा छन्। यसले शिक्षकहरूलाई बालबालिकाहरूको वास्तविक जीवनका अन्तर्क्रियाहरूको लागि तयार पार्न अत्यन्तै विशिष्ट परिदृश्यहरू समेट्न मद्दत गर्छ। यो केवल कक्षा कोठाको सैद्धान्तिक ज्ञान मात्र होइन, बाहिरी संसारको लागि तयारी हो। खण्ड 3, सकारात्मक भावनात्मक विकासको पोषण अर्थात् उत्साहवर्धक अवस्थाहरूको पहिचान र वृद्धि। बालबालिकाको आन्तरिक संसारलाई बुझ्ने प्रयास गर्दा सबैभन्दा पहिले सकारात्मक भावनाहरूको भूमिकालाई बुझ्न नितान्त जरुरी हुन्छ। बालबालिकाको सकारात्मक भावनात्मक अवस्था र चुनौतीपूर्ण नकारात्मक अवस्था बीच एकदमै स्पष्ट भिन्नता हुन्छ। यी दुवै प्रकारका भावनाहरू स्वाभाविक हुन्, तर दुवैलाई सटिक व्यवस्थापन रणनीतिहरू आवश्यक पर्छ। यी भावना वृद्धि गर्ने रणनीतिहरूमा विशेष ध्यान दिउँ। जस्तै एउटा कोडले उत्साह जनाउँछ, जसलाई सिकाइ क्रियाकलापमा प्रयोग गर्न सकिन्छ। मुख्य लक्ष्य भनेको बच्चाको प्राकृतिक उत्साह वा साहसलाई पहिचान गर्ने र त्यसलाई सक्रिय रूपमा व्यवस्थित विकासतर्फ मोड्ने हो। उदाहरणको लागि साहस वा आत्मविश्वासको विकासलाई लिन सकिन्छ। सुरुमा बच्चा नडराई बोल्न खोज्छ, त्यसपछि प्रश्नको उत्तर दिन थाल्छ। एक शिक्षकले बच्चाले देखाएको यो सामान्य आत्मविश्वासलाई पहिचान गरेर नयाँ कुराहरू प्रयास गर्न लगातार प्रोत्साहन गर्दै व्यवस्थित रूपमा त्यसलाई अझ बढाउन सक्छन्। यो रातारात हुने कुरा होइन, एउटा निरन्तर प्रक्रिया हो। खण्ड 4, नकारात्मक भावनात्मक अवस्थाहरूको व्यवस्थापन। यहाँ बुझ्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने शिक्षकहरूले दैनिक रूपमा उत्पन्न हुने अपरिहार्य चुनौतीहरूलाई कसरी सम्हाल्छन्। यहाँ देखाइएको निदानात्मक उपकरणले बच्चाको तनावका शारीरिक सङ्केतहरू अवलोकन गर्ने चरणदेखि लिएर कार्यान्वयन गर्न सकिने हस्तक्षेपका उपायहरूसम्मको यात्रालाई प्रष्ट पार्छ। यो साँच्चै नै एउटा उपयोगी म्याप हो। जस्तै निराशा वा झर्को लाग्ने भावनालाई कसरी व्यावहारिक रूपमा सम्हाल्ने, बच्चाले चाँडै हार मान्न खोजेको वा गुनासो गरेको देखेमा ठूला कामहरूलाई साना गर्न सकिने चरणहरूमा टुक्रियाएर फेरि प्रयास गर्न लगाउन सकिन्छ। यहाँ मुख्य उद्देश्य
भावनाहरूलाई दबाउनु बिल्कुलै होइन, बरु रिस उठ्दा गहिरो सास फेर्न सिकाउने, डर लाग्दा सुरक्षाको अनुभूति गराउने अनि दोष भावना हुँदा माफी माग्न सिकाउने जस्ता लक्षित रणनीतिहरू प्रयोग गरेर ती भावनाहरू कसरी प्रशोधन गर्ने भनेर सिकाउनु हो। खण्ड 5 दैनिक योजनाको संश्लेषण। अब हामी अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण चरणमा आइपुगेका छौं। यी सबै फरक फरक पाठ्यक्रमका कोडहरू र भावनात्मक रणनीतिहरूलाई कसरी एकै ठाउँमा ल्याउने। यही हो त्यो खाली क्यानभास, दैनिक योजनाको ग्रिड, जहाँ शैक्षिक पाठ्यक्रम र भावनात्मक विकासका लक्ष्यहरू एकै ठाउँमा जोडिनुपर्छ। यही नै एउटा प्रभावकारी योजनाको वास्तविक निर्माण हुन्छ। एउटा सामान्य पाठ योजना र समग्र पाठ योजना बीचको तुलना यहाँ स्पष्ट देखिन्छ। केवल भूकम्प सुरक्षा सिकाउनुभन्दा एउटा समग्र योजनाले भूकम्पको ड्रिल गर्दा बच्चाले महसुस गर्न सक्ने डरको पूर्वानुमान गर्छ र त्यसलाई बिस्तारै कसरी व्यवस्थापन गर्ने भन्ने चरणहरू पनि समावेश गर्छ। दैनिक योजनालाई यसरी संश्लेषण गर्दा समय तालिकाको प्रत्येक खण्डले धेरै उद्देश्यहरू एकैपटक पूरा गर्छ। जस्तै बाहिरी सामूहिक खेलले शारीरिक स्वास्थ्य र समूह कार्य मात्र बढाउँदैन, यसले सकारात्मक सम्बन्ध विकास गर्ने र पालो पर्खन सिकाएर अधैर्यता घटाउने जस्ता भावनात्मक लक्ष्यहरू पनि सँगसँगै हासिल गर्छ। त्यसैले राम्रोसँग तयार पारिएको दैनिक योजनाले समयको मात्र व्यवस्थापन गर्दैन, यसले बच्चाको समग्र विकासलाई नै आकार दिन्छ। यो दैनिक योजना भर्नु भनेको कुनै प्रशासनिक झन्झट वा औपचारिकता मात्र पक्कै होइन, यो त बालबालिकाको सुनौलो भविष्यको सक्रिय तथा जानाजानी गरिएको एउटा सुन्दर डिजाइन हो। अन्त्यमा यी समग्र विकासका आधारभूत तत्त्वहरूलाई नयाँ दिनको खाली क्यानभासमा संयोजन गर्दा ल्याउन सक्ने अपार परिवर्तनको बारेमा सोचौं त। यदि दैनिक योजनाको प्रत्येक समय खण्ड बालबालिकाको भविष्य निर्माण गर्ने महत्त्वपूर्ण अवसर हो भने यी समग्र उपकरणहरूले आगामी पाठ योजनाहरूलाई कसरी पूर्ण रूपमा रूपान्तरण गर्लान्? स्रोत सामग्रीहरूमा आधारित हाम्रो यो विश्लेषण यही महत्त्वपूर्ण विचारका साथ समाप्त हुन्छ।